कार्डियाक कन्ट्र्याक्टिलिटी आज यसको बारेमा पढौँ है त। अब यसमा के पर्छ भन्ने कुरा हेर्नु चाहिँ यो भिडियो डिटेलमा हेर्नु पर्यो। प्रिलोड, आफ्टर लोड र कन्ट्र्याक्टिलिटी भनेको के हो पहिला सुरु त्यो बुझ्नु पर्यो है त हामीले। प्रिलोड भनेर याद गर्दा के याद गर्ने भन्दा भोल्युम कमिङ इन भनेर याद गर्ने। त्यसको मतलब के भन्दाखेरि जुन एउटा ब्लड फ्लो भइरहेको हुन्छ नि, भेनस रिटर्न भइरहेको हुन्छ नि, त्यो रिटर्न हुँदाखेरि चाहिँ हाम्रो भेन्ट्रिकल्समा के भइदिन्छ, मसल्सहरू स्ट्रेच भइदिन्छ, द्याट इज प्रिलोड। अब यसमा के कन्डिसन हुनसक्छ त? दुईवटा कन्डिसन हुनसक्छ। एउटा प्रिलोड बढ्न सक्छ, अर्को प्रिलोड घट्न सक्छ है। अब प्रिलोड चाहिँ कस्तो कस्तो कन्डिसनमा बढ्न सक्छ त? फ्लुइड ओभरलोड, हार्ट फेलियर, रेनल फेलियर, आइभी फ्लुइड्सहरूले गर्दा चाहिँ बढ्न सक्छ। अर्को के कारणले प्रिलोड घट्न सक्छ भन्दाखेरि चाहिँ अब हेमोरेज भयो भने होइन, डिहाइड्रेसन भयो भने घट्न सक्छ। अर्को कुरा डायुरेटिक्सहरू चलाएको छ भने घट्न सक्छ, त्यसरी सम्झिने। सो रिमेम्बर प्रिलोड भन्ने बित्तिकै के हो त? भोल्युम इन भनेर सम्झिने है। अर्को छ आफ्टर लोड। आफ्टर लोडमा के भनेर सम्झिने भन्दा प्रेसर आउट भनेर सम्झिने। यसको मतलब प्रेसर टु पुस आउट दि ब्लड भनेर सम्झिने है। कस्तो कस्तो कारणले प्रिलोड बढ्न सक्छ र घट्न सक्छ भन्ने कुरा जान्न एकदमै इम्पोर्टेन्ट छ है। हाइपरटेन्सन, भ्यासोकन्स्ट्रिक्सनहरू भयो भने चाहिँ के हुन्छ त? हाम्रो आफ्टर लोडहरू चाहिँ बढ्छ भनेर सम्झिने। तर भ्यासोडाइलेटर्स, एसी इनिबिटर्सहरूले चाहिँ के गर्छ त? आफ्टर लोडहरू चाहिँ घटाउन हेल्प गर्छ र घट्छ भनेर सम्झिने है त। अल्टिमेटली के बुझ्नु पर्यो त भन्दा जति हाई आफ्टर लोड हुन्छ होइन, त्यति चाहिँ हाम्रो मुटुले चाहिँ धेरै काम गर्नुपर्छ कि। जति बेसी काम गरे के हुने भयो त? कार्डियक आउटपुट चाहिँ घट्छ। अनि त्यसै गरी कार्डियक आउटपुट घट्दा कस्तो कस्तो साइन एन्ड सिम्टम्स देखिन्छ त? त्यो पढ्न छुटाउनु हुँदैन हामीले है। एन्ड द लास्ट वान इज अबाउट कन्ट्र्याक्टिलिटी। कन्ट्र्याक्टिलिटी भनेको चाहिँ स्क्विज गर्ने एउटा के भन्छ, स्ट्रेन्थ हो है। स्क्विज गर्ने स्ट्रेन्थलाई चाहिँ कन्ट्र्याक्टिलिटी भन्छ। अब यो कसरी बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ कन्ट्र्याक्टिलिटीलाई सजिलो वेमा बुझ्दा के बुझ्ने भन्दाखेरि चाहिँ कतिको फोर्स युज गरेर चाहिँ हार्टलाई चाहिँ कन्ट्र्याक्सन गर्न हेल्प गर्छ भन्ने बुझ्नु पर्यो। चाहे तपाईँको प्रिलोड जतिसुकै होस् है, त्यसरी बुझ्नु पर्यो। अब के कारणले कन्ट्र्याक्टिलिटीहरू बढ्न सक्छ त? आयोनोट्रोप्स लाइक डोपामिन, डोभिटामिन्सहरू होइन, त्यसै गरी एक्सर्साइज, इपिनेफ्रिन, नरइपिनेफ्रिनहरूले चाहिँ एकदम मेजर रोल प्ले गर्छ यसमा। अब के कारण हुन्छ त कन्ट्र्याक्टिलिटी घट्ने भन्दाखेरि चाहिँ अब फर इक्जाम्पल बिटा ब्लकर्सहरू, एमआई, हाइपोक्सिया, एसिडोसिसहरूले चाहिँ के गराउने रहेछ त? कन्ट्र्याक्टिलिटीलाई घटाउने रहेछ। लास्टली के बुझ्नु पर्यो? कन्ट्र्याक्टिलिटीले चाहिँ जहिले पनि स्ट्रोक भोल्युम हुन्छ नि हाम्रो, त्यसलाई चाहिँ डिरेक्टली नै इफेक्ट गर्छ भनेर सम्झिने। लास्टली कन्ट्र्याक्टिलिटीले के गर्ने रहेछ? हाम्रो स्ट्रोक भोल्युमलाई चाहिँ डिरेक्टली अफेक्ट गर्ने रहेछ भन्ने बुझ्नु पर्यो। अब यस्तो खालको यो पढेर चाहिँ कस्तो खालको क्वेसनहरू आउन सक्छ त एक्जाममा? कस्तो कस्तो क्वेसनहरू सोध्न सक्छ त भन्दाखेरि अब यस्तो क्वेसन्सहरू सोध्न सक्छ कि तपाईँहरूको पेसेन्टलाई ल्यासिक दिनु हुँदैछ। अब ल्यासिक दिँदाखेरि चाहिँ कसरी काम गर्छ, यसले कसरी अफेक्ट गर्छ भन्ने कुरा आफूलाई थाहा हुनु पऱ्यो। ल्यासिक्सको काम के हुने भयो त? अब यसमा अघि हामीले पढिसकेको थियौँ। पहिला सुरु के बुझ्नु पऱ्यो? डायुरेटिक्सको काम के हो? हाम्रो बडीमा भएको एक्सेस फ्लुइडलाई रिमुभ गर्ने। त्यसले गर्दा के हुन्छ त? भेनस रिटर्न घट्छ र अल्टिमेटली प्रिलोड पनि घटाउनलाई मद्दत गर्छ। थ्याङ्क यू सो मच।